हाम्रो जीवनलाई सम्पन्न, आनन्दित र पूर्ण बनाउने सुनको खानी हामीभित्रै छ, जहाँबाट हामीले चाहेको बेलामा आफूलाई आवश्यक कुरा चाहे जति झिक्न सक्छौँ। तर धेरैजसो मानिसहरू आफूसँग भएको सुन खानीबाट बेखबर छन् र मस्त निद्रामा छन्। के तपाईँलाई थाहा छ किन कुनै व्यक्ति दुखी र अर्को सुखी हुन्छ? किन कुनै व्यक्ति सम्पन्न र अर्को निर्धन हुन्छ? किन कुनै व्यक्ति स्वस्थ र अर्को रोगी बन्छ? किन कुनै व्यक्ति निको हुनै नसक्ने रोगबाट पनि आफूलाई मुक्त बनाउँछ भने अर्को सानोतिनो रोगबाट पनि आफू उम्कन सक्दैन? किन कुनै व्यक्तिका सम्बन्धहरू अत्यन्तै सुन्दर हुन्छन् भने कसैका सम्बन्धहरूमा विघ्न बाधा आइरहेको हुन्छ? के यस्ता कैयौं प्रश्न तपाईँको मनमा उब्जेका छन्? यो भिडियोमा तपाईँले यस्तै प्रश्नको उत्तर पाउनुहुनेछ र आफ्नो अवचेतन मनको शक्तिको बारेमा जान्नुहुनेछ। आफ्नो अवचेतन मनले बढाइरहेका दुःख, पीडा, रोग र असफलताबाट मुक्त भएर स्वतन्त्र, खुसी र शान्त अवस्थामा पुग्नुहुनेछ। अवचेतन मनको चमत्कारिक शक्तिले तपाईँलाई हरपल सबल, सक्षम, स्फूर्त र निडर भएर अगाडि बढ्न मद्दत गर्नेछ। अवचेतन मनको शक्तिको बारेमा मैले कैयौं पुस्तक पढेकी छु, धेरैको जीवनमा चमत्कार भएको देखेकी छु। त्यसैले त तपाईँको लागि भिडियो तयार गरेकी छु। यो भिडियोबाट तपाईँले आफ्नो भाग्य बनाउन सक्नुहुन्छ। मित्रहरू, मनुष्यको जीवन सुन्दर र सफल बनाउनको लागि मनको अत्यन्तै ठुलो भूमिका रहन्छ। त्यसैले सबैभन्दा पहिला त हामीले यो जान्नु जरुरी छ कि वास्तवमा मन भनेको के हो र यसमा कस्ता कस्ता शक्ति छन्। मन भनेको माइन्ड यानि कि हाम्रो दिमाग हो। यदि यसलाई कम्प्युटरको भाषामा भन्ने हो भने यो एउटा सफ्टवेयर हो। यसै गरी मस्तिष्क भनेको हाम्रो ब्रेन हो। कम्प्युटरको भाषामा यो एउटा हार्डवेयर हो। मस्तिष्क एउटा भौतिक चिज जस्तै हो जसलाई हामी देख्न सक्छौँ, छुन सक्छौँ र रिपेयर गर्न सक्छौँ। तर मन एउटा ऊर्जा हो, बिजुलीको जस्तै ऊर्जा, जसलाई हामी देख्न सक्दैनौँ तर महसुस गर्न सक्छौँ। हाम्रो जीवनलाई स्वस्थ र सबल बनाउनको लागि यो जान्नु अत्यन्तै आवश्यक छ कि हाम्रो मनले कसरी काम गर्छ र कसरी हामीले आफ्नो मनको शक्तिद्वारा आफ्नो जीवनमा चाहेको कुरा प्राप्त गर्न सक्छौँ। यही शक्तिको दुरुपयोगको कारणले नै आज मानिस दुखी, रोगी र अशान्त जीवन व्यतीत गरेको छ। जस्तै उदाहरणको लागि, यदि बिजुलीको गलत उपयोग भयो भने यसले हानि पुर्याउँछ र मानिसको ज्यान समेत लैजान सक्छ। तर त्यसलाई सही ढङ्गले प्रयोग गर्ने हो भने घरमा खाना पकाउने, हिटर चलाउनेदेखि लिएर बिजुली बत्ती लगायत ठुला ठुला कल कारखानाहरू पनि यसैबाट चल्ने गर्छ। त्यसैगरी मनको ऊर्जाको गलत प्रयोगकै कारणले मनुष्यको जीवनमा समस्या आउन थाल्छ। अब हामी मनको प्रकारको बारेमा थोरै कुरा जानौँ। मनको विभाजन हामीले वास्तविक भौतिक आधारमा गर्न सकिँदैन। यो त एउटा मनोवैज्ञानिक अवधारणा हो। मनोविज्ञानमा मनुष्यको मनलाई अलग अलग भागमा बाँडिएको छ र मुख्य रूपमा मनलाई दुई भागमा विभाजित गरिएको छ। त्यो हो चेतन मन र अवचेतन मन। मनोविज्ञानको यो अवधारणालाई जानेर हामीले आफ्नो जीवनलाई परिवर्तन गर्न सक्छौँ। चेतन मन भनेको हाम्रो चेतना यानि कि मनको सक्रिय अवस्था। यसमा हामीले सोच, विचार, तर्क र बुद्धिको प्रयोग गर्छौँ र निर्णय लिन्छौँ। अवचेतन मन यसले तर्क गर्दैन, सोच विचारको निर्णय लिँदैन, तर यसले हाम्रो पुरानो अनुभव एवं धारणा अनुसार स्वचालित तरिकाबाट कार्य गर्छ। चेतन मनले हाम्रो शरीरको 5 ज्ञानेन्द्रियको माध्यमबाट अवलोकन, अनुभव र अध्ययनको आधारमा बाहिरी ज्ञान हासिल गर्छ। अघि भने जस्तै यसको कार्य तर्कशीलता हो। तर अवचेतन मन हाम्रा 5 ज्ञानेन्द्रियसँग सम्बन्धित छैन। त्यसैले यसले अन्तर्बोधको माध्यमबाट ज्ञान हासिल गर्छ। यो भावको स्तर हो भने स्मृतिको भण्डार हो। अवचेतन मन त्यस्तो शक्ति हो जसले निद्रामा हुँदा वा निष्क्रिय हुँदा आफूलाई अझ बढी सक्रिय गर्छ। हामी सुतेको बेलामा पनि हामी श्वास फेरिरहेका हुन्छौँ, हाम्रो मुटु चलिरहेको हुन्छ, रक्त सञ्चार भइरहेको हुन्छ। यस्ता सबै काम अवचेतन मनले गरेको हुन्छ। अवचेतन मन 24 घण्टा सक्रिय रहन्छ। यदि तपाईँलाई बिहान 4 बजे उठ्नु छ भने सुत्ने बेलामा आफ्नो अवचेतन मनलाई आदेश दिएर सुत्नुहोस् कि मलाई भोलि बिहान 4 बजे उठ्नु छ। तपाईँ ठिक 4 बजे नै बिउझनुहुन्छ, किनकि तपाईँ सुते पनि तपाईँको अवचेतन मन सुतेको हुँदैन र तपाईँले जे आदेश दिनुहुन्छ त्यसले त्यही अनुसार कार्य गर्न सुरु गर्छ। यदि तपाईँलाई जीवनमा केही कुरा हासिल गर्नु छ भने त्यसको निर्धारित समय सीमाको उल्लेख गर्नुहोस् र कपीमा लेख्नुहोस्। तपाईँको अवचेतन मनले सही तरिकाले त्यो काम गर्न सुरु गर्छ। त्यसैगरी हाम्रो नकारात्मक सोचले हाम्रो शरीरमा रोग उत्पन्न हुन्छ भने मस्तिष्कमा तनाव सिर्जना हुन्छ, किनकि हामीले मनमा जे फिल गर्छौँ त्यसैलाई अवचेतन मनले स्वीकार गर्छ र त्यसै अनुसारको रिजल्ट दिन थाल्छ।
त्यसैले यदि तपाईँलाई कुनै रोग लागेको छ भने सकारात्मक भावबाट आफूलाई हिल गरेर आफ्नो समस्याबाट मुक्त हुन सक्नुहुन्छ। किनकि अवचेतन मनसँग कैयौँ बिमारी उत्पन्न गर्ने शक्ति छ भने त्यो बिमारीलाई रिभर्स गरेर ठिक गर्ने शक्ति पनि यसैसँग छ। तपाईँले कहिलेकाहीँ सुन्नुभएकै छ होला, कुनै रोगीलाई डाक्टरले निको हुन नसक्ने भनेर घरमा पठाएका हुन्छन्, तर बिरामीहरू कहिलेकाहीँ आश्चर्यजनक तरिकाले आफ्नो रोगबाट मुक्त भएका हुन्छन्। यो भनेको उनीहरूको अवचेतन मनको शक्ति हो, उनीहरूभित्रको दृढ विश्वास हो। त्यसैगरी अवचेतन मनको अर्को शक्ति हो चुम्बकीय शक्ति। यो द्वारा हामीले चाहेको कुरा आफ्नो जीवनमा आकर्षण गर्न सक्छौँ। तपाईँलाई पैसा चाहिएको छ, पावर चाहिएको छ, आफ्ना सम्बन्ध राम्रो बनाउनु परेको छ, यी सबै कुराको लागि तपाईँ आफ्नो अवचेतन मनद्वारा आकर्षित गर्न सक्नुहुन्छ। कतिपय व्यक्तिहरू सोच्ने गर्छन् मन भनेको हाम्रो शरीरको कुनै ठाउँमा अवस्थित छ, तर मन कुनै वस्तु वा चिज होइन जसलाई हामी भौतिक रूपले देख्न सक्छौँ। यो त एउटा ऊर्जा हो, एउटा शक्ति हो जसलाई हामी फिल मात्र गर्न सक्छौँ। अब कुरा गरौँ मनको अवस्थाको बारेमा। ब्रेनको 4 प्रकारको तरङ्ग हुन्छ, बीटा, अल्फा, थीटा अनि डेल्टा। सबैभन्दा पहिला कुरा गरौँ बीटा अवस्थाको। बीटा तरङ्गमा हाम्रो ब्रेन पुरै तरिकाले सक्रिय रहन्छ, जसमा हाम्रो दिमागी तरङ्ग 20 देखि 24 प्रति मिनेट चलेको हुन्छ। यो पूर्ण जागृत अवस्था हो। अब छ अल्फा अवस्था, जसमा हाम्रो चेतन मन थोरै शान्त रहन्छ। यतिखेर हाम्रो दिमागी तरङ्ग 8 देखि 15 को बीच प्रति मिनेट चलेको हुन्छ। यसलाई हामी आधा जाग्रत र आधा सुसुप्त अवस्था पनि भन्छौँ। अब कुरा गरौँ थीटा अवस्था। थीटा तरङ्गमा हाम्रो चेतन मन पुरै तरिकाले शान्त भएर निद्रामा जान्छ। यसमा हाम्रो दिमागी तरङ्ग 5 देखि 8 को बीच प्रति मिनेट चलेको हुन्छ। यसलाई हामी पूर्ण निद्राको अवस्था पनि भन्न सक्छौँ। यो अवस्थामा हामीले धेरै सपनाहरू देख्ने गर्छौँ। यतिखेर हामी आफ्नो गहिरो अवचेतन मनको नजिक हुन्छौँ। अब कुरा गरौँ डेल्टा अवस्थाको। यो अवस्थामा हामी गहिरो निद्रा वा गहिरो समाधिको अवस्थामा पुग्छौँ, जहाँ हाम्रो दिमागी तरङ्ग पुरै तरिकाले शान्त भएर 3 देखि 5 को बीच प्रति मिनेट चलेको हुन्छ। यो अवस्थामा हामी पूर्ण रूपमा बेहोस हुन्छौँ। यो गहिरो निद्राको अवस्था 8 घण्टाको निद्रामा मुस्किलले पनि 2 घण्टाको आसपास मात्र मिल्ने गर्छ। यसमा सपना र अवचेतन मन बिल्कुलै शान्त हुन्छन्। अवचेतन मनलाई सुझाव दिनको लागि गहिरो अल्फा अवस्था नै पर्याप्त हुन्छ। दिनमा जब हामी जागेका हुन्छौँ तब हाम्रो चेतन मनले कार्य गरेको हुन्छ। जब हामी सुत्ने गर्छौँ तब हाम्रो अवचेतन मन कार्यरत हुने गर्छ। जब कुनै कुरा हाम्रो अवचेतन मनमा पुर्याउनु पर्ने हुन्छ तब हामीलाई यस्तो अवस्थामा जानुपर्ने हुन्छ जहाँ हाम्रो दुवै मनले कार्य गरेको होस्, र यो अवस्थालाई हामी अल्फा अवस्था भन्छौँ। मित्रहरू, यदि तपाईँको जीवनमा कुनै कुराको अभाव, मानसिक अशान्ति, मनमुटाव र रोग व्याधि जस्ता बाहिरी परिस्थितिलाई बदल्नु छ भने तपाईँ भित्रबाट परिवर्तन हुनुपर्छ। आफूभित्रको डर, चिन्ता, दुविधा र सीमिततालाई त्याग्नुपर्छ। त्यसका लागि तपाईँले पहिला आफ्नो चेतन मनलाई प्रयोग गरेर तिनको कारणलाई पत्ता लगाउनुपर्छ। हाम्रो दैनिक जीवनमा जति पनि परिस्थिति आइलाग्छन्, सबैभन्दा पहिला ती परिस्थिति तपाईँको मनमा उत्पन्न हुन्छन्, चाहे त्यो चेतन रूपमा होस् वा अवचेतन रूपमा। अधिकांश व्यक्तिहरू आफूमाथि आइपर्ने परिस्थिति बदल्नको लागि निकै ठुलो सङ्घर्ष गर्छन्, जसका कारण उनीहरूको समय र मेहनत बर्बाद हुने गर्छ। हाम्रो अवचेतन मन पूर्ण ज्ञानले भरिएको छ र यसमा हरेक प्रश्नका उत्तर छन्। यदि तपाईँ कुनै समस्याको समाधान खोज्दै हुनुहुन्छ भने आफूभित्र चलेका सम्पूर्ण विचारलाई पहिला शान्त पार्नुहोस्, शरीरलाई शिथिल गर्नुहोस् र दृढ विश्वासका साथमा अवचेतन मनसँग जोडिने कोसिस गर्नुहोस्। तपाईँका सम्पूर्ण प्रश्नका उत्तरहरू एकाएक तपाईँको अगाडि आउन थाल्छन्। अवचेतन मनको आफ्नै व्यवस्था भए पनि यसले तपाईँसँग दोहोरो कुरा गर्दैन। तपाईँको चेतन मनले दिएको तर्कलाई विश्लेषण गर्दैन। यसले तपाईँको विचारलाई वा तपाईँको चेतन मनको आदेशलाई जस्ताको तस्तै स्वीकार गर्छ। यदि तपाईँ डर, चिन्ता, अज्ञानता र अन्धविश्वासलाई मनमा ठाउँ दिनुहुन्छ भने अवचेतन मनले पनि त्यही अनुसार नै कार्य गर्न सुरु गर्छ, जसले गर्दा तपाईँ नकारात्मक भावनाबाट माथि उठ्न सक्नुहुन्न। तपाईँ आफ्नो अवचेतन मनको मालिक हुनुहुन्छ। तपाईँ आफ्नो भाग्यको मालिक हुनुहुन्छ। त्यसैले जीवनमा प्रेम रोज्नुहोस्, स्वास्थ्य रोज्नुहोस् र खुसी रोज्नुहोस्। मित्रहरू, हाम्रो जीवनको नियम भनेको विश्वासको नियम हो। विश्वास तपाईँको मस्तिष्कको एउटा विचार हो। त्यो चिजमा पटक्कै विश्वास नगर्नुहोस् जसले तपाईँलाई नोक्सान र चोट पुर्याउँछ। आफ्नो अवचेतनको शक्तिमा विश्वास गर्नुहोस्। यसले तपाईँलाई स्वस्थ, शक्तिशाली एवं समृद्ध बनाउनेछ भन्ने विश्वास राख्नुहोस्। तपाईँको विश्वास अनुरूप नै तपाईँले पाउनुहुनेछ।
त्यसैले आफ्नो विचारलाई बदल्नुहोस्, तपाईँको भविष्य आफै बदलिनेछ। मित्रहरू, अब कल्पना गर्नुहोस्, तपाईँको अवचेतन मन उब्जाउ माटो हो। त्यो माटोले सबै खाले बिउलाई उम्रनको लागि मद्दत गर्छ, चाहे त्यो बिउ असल होस् वा कमसल। जसरी नील काँडा रोपेर अङ्गुर फलाउन सकिँदैन, त्यसै गरी खराब विचार रोपेर असल परिणामको इच्छा राख्न सकिँदैन। अब तपाईँ प्रत्येक दिन सुख, शान्ति, समृद्धि र हार्दिकतालाई आफ्नो मनमा मलजल गर्न थाल्नुहोस्। जब तपाईँको दिमागले सही ढङ्गले सोच्न सुरु गर्छ, तब तपाईँभित्र सृजनात्मक र शान्त विचारले प्रवेश पाउँछन् अनि मात्र तपाईँको अवचेतन मनले जादुमय ढङ्गले काम गर्न सुरु गर्छ। चेतन मन र अवचेतन मनको अन्तर्क्रियाको ज्ञानले तपाईँको जीवनलाई पुरै रूपान्तरण गरिदिन्छ। त्यसैले मित्रहरू, मैले तपाईँलाई फेरि यही भन्छु, आफ्नो विचारलाई बदल्नुहोस्, सकारात्मक बन्नुहोस्, तपाईँको भविष्य आफै बदलिनेछ।